पनि 20 फुटे बाटो हुन्छ। हजुर हजुर 20 फुटे बाटोमा पनि तपाईको ढलान हजुर र तपाईको ढल र तपाईको कितामा बिजुलीको पोल त छँदै छ हैन। हजुर हजुर तपाईको पानीको पनि व्यवस्था हुन्छ। पानी बत्ती ढल ढल सबै हुन्छ अब हजुर, यो हजुर। जग्गामा। अनि यो हाम्रो जग्गामा कति पैसा ल्याएर जग्गा पास गरिदिनुहुन्छ? तपाईसँग अहिले अब 20 देखि 25 लाख छ भनेदेखि हजुर हजुर तपाईको हातमा पूर्जा पाउनुभयो। 20 देखि 25 लाखले पास गरेर दिनुहुन्छ? पास गरेर दिन्छौँ हामी। ओहो, सबै धेरै राम्रो सुविधा। राम्रो प्लानिङ सुविधा सम्पन्न प्लानिङमा हजुर 20 देखि 25 लाख भयो भनेदेखि तपाईको एक टुक्रा जग्गा पाउनुभयो। यो ठ्याक्कै अलिअलि लोकेसन पनि खुलाइदिनुस् न। लोकेसन अब हाम्रो यो मूलपानी उत्तरपट्टि हो। हजुर हजुर तपाईको हजुर इन्द्रेणी गुम्बाको हाइटमा हो। हजुर हजुर हाइटमा एकदम सम्म राम्रो मिलेको जग्गाहरू छ। यहाँ कति जति गयो कति जति तपाईको अब राम्रो पिसहरू बाँकी छ हजुर हजुर हैन। हामीले यो ढलान गर्ने र ढल गर्ने भनेर हामीले आफैले रोकेर राखेको जग्गा हो हजुर हजुर हैन। तपाईले सबै सुविधा सम्पन्न बनाऊ र अनि बेचौँ यो जग्गा दिउँ भनेर चाहिँ हामीले तपाईलाई राम्रो पिस अब तपाईको यसमा 8-10 पिस मात्र बाँकी छ। ओहो ल धेरै राम्रो जानकारी राख्नु हो। कमै मात्रै बाँकी रहेछ। राम्रो छ कि छैन? 8-10 एकदम राम्रो। तपाईको 3 आनादेखि हजुर हजुर हैन 4.5 आनासम्म जग्गा पाउनुहुन्छ। ल पूर्व दक्षिण फेस गरेको हजुर घर बनाएर बस्न मिल्ने पछाडि घर छ ठुलो। हो हेर्नुस् यो घर छ। हजुर हजुर अब यो बाटो पनि पुरै ढलान हुन्छ हजुर हजुर हैन। ढलको सुविधा हजुर, बत्ती पानी सबै सुविधा हुन्छ। ल एकदमै राम्रो जानकारी राख्नु हजुरलाई धन्यवाद। ल आयो दसैँ मात्रै आएर हुन्छ, खसी पनि आयो। कसरी आयो? एउटा जग्गा किन्दै गर्दा फ्रीमा खसी आयो। नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। हो 20 लाख च्याम्म बोकेर आउनुस्। एउटा जग्गाको लाल पूर्जा तपाईँको नाममा लिएर जानुस्। एउटा घोरले खसी लगेर दसैँ मनाउनुस् अरू सिस्टममा है त। अब यो काठमाडौँमै रहेको जग्गा हो। यो भिडियो अन्तिमसम्म हेर्नु अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। अब आउनुस्, तपाईँहरूलाई यो बिक्रीमा रहेको जग्गा जस्ताको तस्तै देखाउने छु है त। ल हेर्नुस् है। आहा, अनि यो पछाडिको भ्यू यस्तो खाले रहेको छ भने यतापट्टि घरहरू यहाँदेखि पुरै भ्यू र यहाँ बन्दैछ है। यहाँ लगभग माइक्रो पार्क हुन्छ भन्ने सुनेको छु मैले हैन। 32 फुटे बाहिर रिङ रोड यही हो। अब बिक्रीमा रहेको जग्गा यो जग्गाभन्दा अलिकति अगाडि मात्रै हो। हामी जग्गामा आइपुग्यौँ। बिक्रीमा रहेको जग्गा यहाँदेखि तलैसम्म उता परैसम्म हो। यो मैले धेरैचोटि पहिला पनि विज्ञापन गरिदिइसकेँ। त्यो आउँदा धेरै बिक्री पनि भयो, काम पनि भयो हैन। धेरै कारोबार पनि भयो। ल हेर्नुस् बत्तीको पोलदेखि भ्यू हेर्नुस् न। आहा, अनि पारीको भ्यू हेर्दा क्या आनन्द। ल जग्गा चाहिँ यो ट्याक्क यो माथितिर घर यति राम्रो छ। यहाँ हाम्रो सर हुनुहुन्छ। यो बाटो के हुन्छ अरे सर भनिदिनु त ल। यो बाटो हजुर हजुर यो बाटो तपाईको अब माथि 32 फुटेमा पनि तपाईको ढलान हुँदैछ हजुर हजुर 32 फुटे बाटो र जुन हाम्रो अब यो प्लानिङ छिर्ने भित्र जग्गा चाहिँ ट्याक्क यो बाटो सरर 20 फुटे ढलान हुने है। ढलको निकास हुने। माथिपट्टि हेर्नुस् न यति राम्रो घर। आहा, नि यस्तै घर बनाएर बस्न मिल्ने यो जग्गा किनेर तपाईँहरूले ल हेर्नुहोस् जग्गा यही नै हो। अब त्यहाँ पारिपट्टि ठुलो बिल्डिङ यो इन्द्रेणीको गुम्बा ऊ त्यो 4 लाइनको हाइवे बाटो यहीँबाट देखिने पुरै यो भ्यू काठमाडौँको भ्यू हेर्न सकिने, भक्तपुरको पनि भ्यू, यहाँदेखि एयरपोर्टको पनि भ्यू हेर्न सकिने है। अब यस्तो हाइटमा रहेको जग्गा, मिलेको जग्गा, चिटिक्क बसेको जग्गा, तुरुन्तै घर बनाएर बस्न मिल्ने जग्गा एकदमै सस्तो मूल्यमा पाउनुहुन्छ है त। जग्गा यही नै हो। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु। अब यो घाँस झाडीहरू बर्खाको समयमा भइ नै हाल्छ, त्यो त तपाईँले थाहा भएकै कुरा हो है। अब यो बाटो पनि चिटिक्क 32 फुटे सरर ढलान हुँदैछ। भित्री बाटो 20 फुटे सरर ढलान आउँदैछ। ढलको निकास हुँदैछ। बत्तीको पोल, खाने पानीको सुविधा सबै पाइ नै हाल्नुहुन्छ। यति राम्रो जग्गा किन्दै गर्दा तपाईँले एउटा घोरले खसी पनि पाउनुहुन्छ। पैसा कति चाहिने? धेरै नचाहिने। जम्मा 20 देखि 25 लाख क्यास भयो भने तपाईँले एउटा टुक्रा आफ्नो नाममा बनाउन सक्नुहुनेछ है त। अब तपाईँहरूलाई यो जग्गाको बारेमा सरर सम्पूर्ण जानकारी दिँदैछु। यो भिडियो अन्तिमसम्म हेर्नु होला है त। आहा, नि आजको बिक्रीमा रहेको जग्गाको बारेमा तपाईँहरूलाई जस्ताको तस्तै जानकारी राखिसकेको छु। यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँको मूलपानी चौरदेखि अलिकति उत्तर साइडमा रहेको इन्द्रेणी गुम्बाको जस्ट माथिपट्टि हाइटमा रहेको ठुलो प्लोटिङ बाहिरी रिङ रोड 32 फुटे ढलान बाटोदेखि सँगै भित्री सरर 20 फुटे ढलान बाटो हुने है त।
बजेट परिसकेको छ। ढलको निकास हुने, बत्तीको पोल, खानेपानीको सुविधा, भ्यू मजाले हेर्न सकिने, बिहानदेखि बेलुकासम्म घाम लाग्ने, दक्षिण पश्चिम फेस गरेको, पैसा धेरै नचाहिने, जम्मा 20 देखि 25 लाख क्यास भयो भने एउटा लाल पूर्जा, एउटा टुकुराको लाल पूर्जा तपाईँको नाममा आउने है त। अरू कमाउँदै किस्ता तिर्दै गर्ने। दसैँभन्दा अगाडि आएर काम गर्नुहुन्छ भने एउटा घोरले खसी फ्रीमा पाउने। अब ढिला नगर्नुहोस्, लिन चाहनुहुन्छ साइडमा नम्बर राखिसकेको छु, डाइ कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु नभन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।